चुपचाप घन्टी छाप ग्यास छाप भने हम त दिदी के हो त त्यस्ता हापै हो रे अहिले त त्यही घन्टी छापको कारण हो त दिदी त्यस हाप त हो नानी तर घन्टी छापको कारण चाहिँ होइन क्या ए के कारण हो त दिदी रौ न भन्न पर्यो के कारण हो नि ठुल्ठुलो देश लडाइँ परेको छ विदेशतिर अनि ठुल्ठुलो लडाइँ गरेर किन भात ग्यास हामीले के कुरा बुझ्नुपर्छ भने हाम्रो नेपालमा ग्यास बन्दैन हामीले ग्यास बाहिर देशबाट ल्याउनु पर्छ जुन ग्यास ल्याउने देशमा लडाइँ परेको सब बम हानेको छ हाम्रो त्यसमा मात्रै समस्या होइन विश्वभरिको समस्या यो इन्डियामा नि यस्तै छ अब यो सरकारको गल्ती होइन नि त त्यहाँ अब लडाइँको संविधान नहुन्जेलसम्म यस्तै हो विश्वभरि आकार हुन्छ ग्यास सरकारलाई दोष दिनु भएन यो अप्ठ्यारो पर्या बेलामा सरकारलाई दोष लाग्नु कुरै छैन यो बाहिर कुरो हो यो हावादारी कुरा रहेछ दिदी यो घन्टी छाप ग्यास छाप सबै हाओ यो कस्तो पछि लाग्नु हुँदैन कसरी हुन्छ यो समस्या समाधान गर्नेपट्टि लाग्ने हो कि हामी त लाग्ने यो हावा पुरा नपत्याउनु होला सबैजनाले समस्या सबैलाई परेछ